धेरै मानिसहरूलाई थाहा छैन कि स्प्राइटका यस्ता अचम्मका प्रयोगहरू पनि छन्। 1. स्प्राइटलाई भाँडा माझ्ने साबुनसँग मिसाएर चुल्होमा स्प्रे गर्नुहोस्। ग्रिस सजिलै हट्छ। भाँडाको तल्लो भागमा स्प्रे गरेर कपडाले पुछ्दा तेल चिल्लो हराउँछ। 2. स्प्राइटलाई सेतो भिनेगरसँग मिसाएर ऐनामा स्प्रे गर्नुहोस्। ऐना चम्किलो हुन्छ र कुहिरो पनि बस्दैन। 3. स्प्राइटलाई कपडा धुने डिटर्जेन्टसँग मिसाएर टोयलेटमा स्प्रे गर्नुहोस्। 5 मिनेट छोडिदिनुहोस्, पहेँलो दाग र दुर्गन्ध हट्छ। 4. स्प्राइटलाई टुथपेस्टसँग मिसाएर ट्याप, नलमा स्प्रे गर्नुहोस्। कपडाले पुछ्दा नयाँ जस्तै चम्किन्छ। भित्तामा भएको ग्राफिटीमा स्प्रे गरेर पुछ्दा सजिलै मेटिन्छ। 5. स्प्राइटलाई ह्यान्ड साबुनसँग मिसाएर सिङ्कमा स्प्रे गर्नुहोस्। फफुन्द र पहेँलो दाग सजिलै हट्छ। 6. कपडामा चकलेटको दाग लागेको छ भने स्प्राइट र भाँडा माझ्ने साबुन हाल्नुहोस्, 10 मिनेट भिजाएर राख्नुहोस्। दाग सजिलै निस्कन्छ। 7. पेपर टावेलमा स्प्राइट हालेर ग्लु लागेको ठाउँमा टाँस्नुहोस्। 10 मिनेटपछि ग्लुको दाग हट्छ। 8. एसीको फिल्टरमा स्प्राइट स्प्रे गर्नुहोस्, स्क्रबिङ प्याडले पुछ्नुहोस्। फिल्टर एकदमै सफा र चम्किलो हुन्छ। के तपाईले यी उपयोगी लाइफ ह्याक्सहरू सिक्नुभयो?